फेरि पनि अर्को एउटा कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्ने डेट फिक्स गरेको छ। यसको बारेमा सम्पूर्ण जानकारी दिनेछु, भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र सरसर्ती तपाईलाई चाहिँ बताइदिनेछु कुन कम्पनी रहेको छ। र योभन्दा अगाडिका तपाईले आइपिओहरु हेर्नुहुन्छ भने सर्किटमा सर्किट हानेर एकदमै राम्रो चाहिँ प्राइस गइरहेको समयमा चाहिँ फेरि अर्को एउटा कम्पनीले चाहिँ आइपिओ निष्कासनको लागि चाहिँ डेट फिक्स गरेको छ। कम्पनीको नाम रहेको छ सान्वी इनर्जी कम्पनी लिमिटेड रहेको छ। यसले चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि चाहिँ आइपिओ निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। अब बाँडफाँड गरिसकेपछि पहिलो चरण चाहिँ आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि खोलेको थियो भने अब तपाई हामी सर्वसाधारणको लागि चाहिँ निष्कासन गर्दैछ। कति निष्कासन गर्दैछ र कतिसम्म पुग्ला, प्रॉफिट कति हुन्छ र कति लगानी गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईलाई सम्पूर्ण बताउने छु। र कम्पनी चाहिँ सान्वी इनर्जी कम्पनी लिमिटेड रहेको छ। यसले चाहिँ आफ्ना कर्मचारीहरूको लागि चाहिँ 58,200 किता चाहिँ छुट्याएको छ है त, छुट्याएको छ। र यी कर्मचारीलाई छुट्याएको चाहिँ 3 वर्षसम्म चाहिँ होल्ड गर्नुपर्छ, 3 वर्षपछि मात्रै बेच्न पाइन्छ। त्यसैगरी अर्को चाहिँ म्युचुअल फन्डको लागि पनि छुट्याएको छ र म्युचुअल फन्डको लागि चाहिँ 1,45,500 किता छुट्याएको छ। यो चाहिँ 6 महिनासम्म चाहिँ होल्ड गर्नुपर्ने हुन्छ, 6 महिनापछि चाहिँ बेच्न पाइन्छ। र त्यसैगरी अब तपाई हामी सर्वसाधारणको लागि चाहिँ 24,15,300 किता चाहिँ निष्कासन गर्दैछ है त। 24,15,300 किता निष्कासन गर्दैछ। अब कति जनालाई 10-10 किता पर्छ भन्ने कुरा गर्ने हो भने चाहिँ 2,41,530 जना है, 2,41,530 जनालाई चाहिँ 10-10 किता पर्नेछ भनेपछि एकदमै राम्रै हो। यो 2,41,000 भनेको ठिकै हो। यो भन्दा अगाडिको कम्पनीहरुको पनि यस्तै रहेको थियो। र अब कतिले भर्छन् भन्ने कुरा गर्ने हो भने 20 लाख एक्टिभ युजर छन् है। डिम्याट एक्टिभ युजर चाहिँ 20 लाख जति रहेका छन् र 19-20 लाखले चाहिँ भर्ने गर्दछन्। अब अझै बढ्नेछ, यो चाहिँ यो संख्या अझै बढ्नेछ। त्यसैले तपाईले चाहिँ भर्न नछुटाउनु होला। यदि परिहाल्यो भने तपाईलाई चाहिँ राम्रै प्रॉफिट हुनेछ। त्यसैगरी अब चाहिँ सेक्टरको कुरा गर्ने हो भने हाइड्रो पावर सेक्टर रहेको छ र इस्यु म्यानेजर आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा चाहिँ नेपाल एसबिआई मर्चेन्ट ब्याङ्किङ रहेको छ है त, नियुक्त गरेको छ। त्यसैगरी अब चाहिँ यो खुल्ने भनेको जेठको 9 गतेदेखि जेठ 13 गतेसम्म चाहिँ खुल्नेछ है। जेठ 9 गतेदेखि तपाईले चाहिँ 13 गते भित्र तपाईले चाहिँ भर्नु होला र त्यतिखेर चाहिँ ओभर सब्स्क्राइब भइहाल्छ। र यो चाहिँ पछि म्याच थप्ने भनेको चाहिँ यदि ओभर सब्स्क्राइब भएन भने, तर म्याच चाहिँ थप्दैन किनभने चाहिँ तपाईको चाहिँ आइपिओ अलरेडी नै अगाडि नै एक ओभर सब्स्क्राइब भइहाल्छ। त्यही भएर तपाईले चाहिँ मजाले भर्न नछुटाउनु होला, भर्नु होला। त्यसैगरी अब चाहिँ यसले चाहिँ 100 रुपैयाँ अंकित मूल्य बराबरको चाहिँ आइपिओ निष्कासन गर्ने हो। मात्र तपाईले 1000 लगानी गरेर 10 किता भर्नु होला। त्यो भन्दा बढी चाहिँ पर्दैन। तपाईले मात्र 10 किता तपाईले चाहिँ भर्न सक्नुहुन्छ। त्यसैगरी अर्को कुरा के छ भने यदि तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ भने तपाईले आइपिओ चाहिँ भर्नु भएको थियो र तपाईलाई परेन भने तपाईले चाहिँ अब भर्न पाउनुहुन्छ है। नेपालमा चाहिँ सर्वसाधारणको लागि चाहिँ खुलेको छ, यसमा तपाईले भर्न पाउनुहुन्छ। यदि तपाईलाई परेको छ भने तपाईले भर्न पाउनुहुन्न। यदि परेको छैन भने तपाईले चाहिँ सर्वसाधारणलाई खुलेको अब खुल्यो भने तपाईले चाहिँ भर्न पाउनुहुन्छ। त्यसैगरी अब प्रॉफिटको कुरा गर्ने हो भने चाहिँ कतिसम्म प्रॉफिट होला, यसमा चाहिँ तपाईको प्रॉफिटको कुरा गर्ने हो भने चाहिँ 10,000 देखि 20,000 बीचमा तपाईले चाहिँ मजाले प्रॉफिट लिन सक्नुहुन्छ है। मेरो विचारमा चाहिँ यसले चाहिँ 15,000 सम्म जान्छ भन्ने मेरो शंका रहेको छ। र तपाईले चाहिँ कति जान्छ तपाईले चाहिँ पहिला सर्किट लाग्न दिनुपर्ने हुन्छ र त्यसपछि यो सेलिङ प्रेसर आयो भने तपाईले चाहिँ बेच्न सक्नुहुन्छ है त। त्यतिखेर चाहिँ अलिकति तपाईको चाहिँ अब हेरेर बुझेर तपाईले चाहिँ बेच्न सक्नुहुन्छ। के कति हुन्छ हेरौं। अब पहिला चाहिँ आइपिओ भर्नुपर्ने हुन्छ हामीले। त्यसैगरी अब यसको वित्तीय अवस्था सामान्य जानकारी लिनु पर्दाखेरि यसको ईपीएस रहेको छ 17 रुपैयाँ 03 पैसा रहेको छ। त्यसैगरी नेटवर्थको कुरा गर्ने हो भने 120 रुपैयाँ 74 पैसा रहेको छ भनेपछि वित्तीय अवस्था चाहिँ एकदमै राम्रो हो अहिलेको अवस्थामा। पछि के हुन्छ भन्न सकिदैन। त्यसैले यसको आइपिओ चाहिँ 15,000 करस नै हुनेछ। त्यसैले तपाईले चाहिँ तपाईले चाहिँ 1000 लगानी गरेर 15,000 सम्म चाहिँ कमाउन सक्नुहुन्छ। र यो भन्दा अगाडिका कम्पनीहरु तपाईले हेर्नुहुन्छ भने सुरुमा चाहिँ गार्जियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी आएको थियो। यसको 26,000 को हाराहारीमा पुग्यो। त्यसैगरी त्यसपछि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आयो। यसको पनि 23,000 को हाराहारीमा पुग्यो। त्यसैगरी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आएको थियो। त्यसको पनि 22,000 23,000 को हाराहारीमा पुग्यो। त्यसपछि अब चाहिँ ओम मेगासिरी फार्मास्युटिकल कम्पनी पनि यो तपाईको चाहिँ 6-700 चाहिँ गइसकेको छ, अझै जानेछ। त्यसैगरी त्यसपछि अब चाहिँ हामीले भर्न पाउने भनेको सान्वी इनर्जी कम्पनी लिमिटेडको हो र हामीले चाहिँ अब यो चाहिँ भर्न पाउँछौं। र तपाईले साइडमा आएको भिडियो हेर्नु होला किनभने यसमा चाहिँ सबै अब चाहिँ कति कम्पनीहरुका चाहिँ आइपिओ निष्कासन हुँदैछन्। कम्तीमा 70-75 वटा कम्पनीहरु चाहिँ अझ पाइपलाइनमा रहेका छन्। ती कम्पनीहरुको तपाईले चाहिँ जानकारी लिन चाहनुहुन्छ भने साइडमा आएको भिडियो हेर्नु होला। अहिलेलाई यति नै। हस्त, धन्यवाद, नमस्कार।